नमस्ते, म डाक्टर मुमा, फर्टिलिटी स्पेशलिस्ट, अब्स्टेट्रिशियन, गाइनोकोलोजिस्ट। आज फेरि एउटा कपलले आइभीएफ गरेर यहाँ सक्सेस भएर हामीले मिठाई खान पाएका छौँ। उहाँको केस अलि इन्ट्रेस्टिङ छ, केही कुरा सेयर गर्न चाहन्छु। वाइफ 29 इयर्सको पिसिओ हुनुहुन्थ्यो। टिभीएसमा हेर्दा उहाँको बायोल्याटरल ओभरिजमा मोर देन 20 फोलिकल्स देखिन्थ्यो। पिसिओको कारणले नै उहाँको आइभीएफ गर्नु पर्यो र आइभीएफमा हामीले उहाँको माइल्ड स्टिमुलेसन गर्यो। माइल्ड स्टिमुलेसन गर्दा उहाँलाई 15 डेजसम्म स्टिमुलेसनको इन्जेक्सन लाग्यो र 17th डेमा उहाँको एग पिकअप भयो। पिकअपको दिनमा उहाँको 22 वटा एग्स आयो र त्यसलाई इक्सी गरियो। डे 5 मा उहाँको 13 वटा ब्लास्टोसिस्ट बन्यो र 5 वटा स्ट्रमा फ्रिज गरियो। फर्स्ट फ्रोजन एम्ब्रियो ट्रान्सफरमा उहाँको फर्स्ट थ गरेर दुईटा 4AA र 4AA को ब्लास्टोसिस्ट ट्रान्सफर गरियो। ट्रान्सफर एकदमै स्मुथ भएको थियो र उहाँको 13 दिनको बीटा एसिजीको भ्याल्यु पोजिटिभ आयो 5249। 2 विक्स पछिको टिभीएसमा उहाँको ट्विन प्रेग्नेन्सी विथ कार्डियक एक्टिभिटी देखियो। 36 विक्समा उहाँको सीएस गरियो र एउटा 2.7 केजीको बोय र 2.8 केजीको बेबी बोय जन्मियो। यसरी पिसिओ टु सबफर्टिलिटी टु ट्विन लाइफ बर्थको जर्नी उहाँको 1 वर्षभित्र सकियो। उहाँलाई धेरै धेरै बधाई।